जय प्रभु। आजको भिडियो चाहिँ ब्रदर्स चटपटको लागि होइन, ब्रदर्स चटपटको लागि भन्दा पनि सबैको लागि। म चाहिँ होइन अस्ति सन्डे चाहिँ हामी पोखराबाट ब्रदर्स चटपटमा चटपट खाना गएको थियौँ होइन, दमौली आएपछि। अनि हामीलाई चाहिँ त्यो टेस्टको कुरा भन्दा पनि टेस्टको केही रिभ्यू पनि होइन, मेरो केही पनि होइन, मलाई त्यस्तो केही गर्नु पनि छैन। मलाई चाहिँ त्यहाँ गएर मैले के कुरा एक्सपिरियन्स गरेँ भन्ने कुरा मात्र हो। अनि हामी चटपट खाना गयौँ दिदी बहिनी सबै भएर। अनि गएर छिर्न नपाउने बित्तिकै उहाँले चटपट त मेरो हातमा हालिदिनु भयो होइन। अनि चाहेर भन्नुहोस् प्रभु भनेपछि चाहेपछि त भन्नै पर्यो कस्तो छ के छ भनेर। अनि मैले खाएँ। अनि खाँदाखेरि मलाई नुन पनि लागेन, अमिलो पनि आएको थिएन त्यो चटपटमा। अनि मैले भने कि उहाँले चाहिँ मेरो हातमा नुन थियो, नुन लाग्यो होला भनेर भन्नुभयो नि त। अनि मैले चाहिँ होइन नुन पनि लागेको छैन, अमिलो पनि आएन त्यो चटपटमा, केही पनि लागेको छैन भन्दा हो र प्रभु अघि खाएर जाने प्रभुहरूले त एकदम मिठो भन्नुभएको थियो भनेर भने। खै मलाई त लागेन भने। अनि मेरो दिदीलाई तपाईँले खानुहोस् त प्रभु भनेर दिदीलाई पनि हातमा हालिदिनु भयो। अनि हातमा खायौँ होइन हामीले, दिदीलाई पनि केही पनि लागेको छैन। साँच्चैको हो भन्दाखेरि के खाएर आउनुभएको थियो त अरे। अब के अब चटपट खान जाने भनेर मुख पुरै ब्रस गरेर केही पनि नखाएर जाने त। अनि त्यसपछि अनि हामीले चाहिँ अनि होइन केही पनि खाएको थिएनौँ, हामीले डाइरेक्ट पोखराबाट तपाईँकै चटपट भनेर आएको हो भनेर भन्यौँ। ल बस्दै गर्नुहोस्, म एकदम स्पेसल बनाएर दिन्छु थैथाप गरेर के मसलाहरू भनेर भन्नुभयो होइन। त्यसपछि गएर बस्यौँ। अनि त्यसपछि चटपट दिनुभयो, चाख्यौँ, मिठो थिएन, मिठै थिएन होइन। यति धेरै बनाउनु भएको थियो, एउटा बाल्टीमा लगभग 20जना मान्छेलाई पुग्थ्यो होला त्यो चटपट। अनि दिनुभयो, मिठो लागेन होइन। अनि हाम्रो एक्सपिरियन्स अरे एक्सप्रेसनले चिन्नु भएछ उहाँले चाहिँ हामीलाई मन परेन भनेर छुट्टै आफ्नो हातले बनाउनु भयो रहेछ कि चटपट। तपाईँहरूलाई कम्प्लिमेन्ट्री, तपाईँहरूले चटपट मिठो मान्नु भयो जस्तो लागेन। अनि त्यही भएर यो चटपट चाख्नुहोस् भनेर भन्नुभयो। अनि हजुरले बनाउनु भएको भर्खरै भनेर भन्यो। भने भनेर भन्दा खाँदाखेरि केही टेस्ट डिफ्रेन्ट थिएन, जस्ट यताको चाहिँ ओस्टेको थियो, यताको चाहिँ अलिकति क्रन्ची टाइपको थियो होइन। अनि त्यही भनिदियौँ क्या हामीले त यो क्रन्ची छ, यो अलिकति ओस्टे छ, नत्र टेस्ट सेम छ भन्दा उहाँलाई अलिकति चसक्कै भएछ। किनभने सबले दामी प्रभु यस भनिदिन्थ्यो नि त। अनि हामीले त भन्दैनौँ, हामीलाई जे हो त्यही हो, हामीलाई त्यस्तो फेक गर्न आउँदैन भिडियो खिचेछ भनेर। अनि भिडियो खिच्नु भयो। अनि उहाँले भन्नुभयो नुन थप्यो, अमिलो थप्यो, अहिले त कस्तो लाग्यो भन्दाखेरि अहिले पनि ठिकै हो, ठिकै छ भनेर खाएँ। अनि त्यसपछि पानीपुरी मगाएको थियौँ। पानीपुरी त झन् जिरा पानीको पानीपुरी रहेछ। अनि त्यो आलुमा पनि केही लागेको थिएन, अनि केही पनि लागेको छैन, खाएको मजै भएन भनेर मेरो दिदीले भन्यो होइन। अनि मेरो दिदीले भनेपछि हो र प्रभु भनेर आफूले पानी चाख्दाखेरि यो त जिरा पानी रहेछ, म अब स्पेसल बनाएर दिन्छु भनेर भन्नुभयो। अनि त्यो पनि बनाएर दिनुभयो, दिएर खायौँ। त्यो ठिकै थियो, नुनिलो आफैले चर्को भयो है अहिलेको भन्नुभयो। अनि खायौँ, हामीलाई त्यो केही थिएन कि हामीलाई त्यसमा होइन। अनि उहाँले हाम्रो भिडियो खिचिसकेपछि चाहिँ के गर्नुभयो भने मेरो दिदीलाई हातमा क्यामेरा हुन्छ नि दिएर ल भिडियो खिचिदिनुहोस् त भन्दाखेरि दिदी त खिचिदिने भनेर खिच्दा त आफूले त चटपटमा त्यही हामीलाई बनाएको चटपटमा पुरै पानी हालेर सराप खानुभयो। अनि खाएर चाहिँ के भन्नुहुन्छ भन्दाखेरि त अब खानेकुरा हो, मलाई त एकदम मिठो लाग्छ, एकदमै अमृतै जस्तो लाउँछ। अब नमिठो लाउने प्रभुहरू पनि हुन्छ, नमिठो लाउनेको नमिठो होस् के अरे नराम्रो होस् भन्नुभयो। जसलाई नमिठो लाग्छ त्यसको नराम्रो होस् भनेपछि त्यहाँ खाने मान्छेले के गर्ने? हामीलाई त अब खासै ठिकै लाहा, अब नमिठै लाहा भन्छ हामीले भनेको होला नि त, हामीलाई नराम्रो होस् भन्नुभयो होला। अनि मैले त्यो भिडियोमा पनि ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ, हाम्रो भिडियो पछि छ होइन। अबि भनेर भनेछु कि ला अब के गर्ने हो भनेर भने जस्तो भयो क्या मलाई। अनि मैले त्यसपछि नि केही नि भनेन। अनि उहाँले त्यही भन्दा होइन नमिठो भनेर आफूले खाएर भ्याएपछि चाहिँ हामीलाई के भन्नुभयो नि, हजुरहरूलाई देख्दाखेरि मलाई एउटा कास्ट हो जस्तो लाग्यो, हजुरहरू एउटा कास्टको हो कि जस्तो लाग्यो भन्नुभयो। अनि कुन कास्टको हजुरहरू भन्नुभयो हामीलाई। अनि हामीले किन भन्ने, तपाईँले गेस गर्नु न त, तपाईँले भन्नु न त कुन कास्टको जस्तो लाग्यो हजुरलाई हामी भनेर भन्यौँ। चटपट खाने ठाउँमा किन चाहियो र हाम्रो कास्ट के हो, कताबाट आएको, हामी किन आएको, के गर्न आएको, त्यो सबै त त्यो टिकटकमा भाइरल भयो भन्दैमा त्यति विधि खुदी गर्नुपर्छ जस्तो त लाग्दैन मान्छेको बारेमा होइन। अनि उहाँले चाहिँ अब भनिहाल्नु भयो ल तपाईँ गेस गर्नु न त कुन कास्टको जस्तो, किनभने कति धेरै ठाउँमा गयौँ हामी पोखरामा आइस चटपटमा खान्छौँ, हाम्रो कति राम्रो बोन्डिङ छ होइन। जताततै खान्छौँ हामीले, कसैले पनि यो कास्टको हो त त्यो कास्टको हो, यस्तो छ त्यस्तो छ, नमिठो भन्दैमा नराम्रो होस् भनेर हामीलाई कुनैले नि भने छैन अहिलेसम्म। अनि ल तपाईँले भन्नु भन्दाखेरि सुरुमा हाम्रो नाक हेर्नु भयो, हामीले नाक छेरे थिएनौँ होइन। तपाईँहरू नेवार हो कि जस्तो मलाई लाग्यो भनेर हो भनेर लाग्यो भनेर त कुरा घुमाउनलाई के राम्रो पल्टिनलाई। अनि हामीले दिदीहरूले चाहिँ नाकमा नजानुहोस् न, तपाईँले हामीलाई भन्न खोज्नुभएको के हो, हामी के जस्तो लाग्यो त नि भनेर भन्दाखेरि उहाँले चाहिँ सिधै भन्नुभयो कि कामी दमी सार्कीमा एउटा हुनुपर्छ उहाँ हजुरहरू भनेर भन्नुभयो। अनि हामीलाई केही पनि छैन त्यसमा। अब अहिलेको जेनेरेसनमा आएर मेरो त्यस्तो त्यो कास्टको भन्ने मेन्टालिटी
चाहिँ छैन तर पनि यस्तो चाहिँ लाग्यो मलाई भनेपछि उहाँको त छ के त्यो छ उहाँले चाहिँ प्रभु प्रभु भनेर मुखले प्रभु प्रभु भित्र चाहिँ त्यो आफूलाई नराम्रो भन्दैपछि त यिनीहरूलाई पनि म कसरी हुन्छ भनौँ न इन्डाइरेक्टली भनौँ न भनेर त त्यो नमिठो भन्नेलाई नराम्रो होस् भन्नुभएको उहाँले अनि त्यसपछि चाहिँ हामीलाई त्यो हो तिमीहरू भन्नुभयो अनि हाम्रो दिदीहरूले भन्यो कि हाम्रो सुन पसल छ मेरो यहाँ सुन पसल छ यहीँ दमौलीमा भन्यो अनि बहिनीको यता मैले यता भनेर त्यसरी नै हामीले चाहिँ कुरालाई एकदमै राम्रो पोजिटिभ वेमा लिइरहेको थियौँ होइन हामी हाँसिरहेको थियौँ अब उसलाई त एकदम नराम्रो लागेको रहेछ उसको चटपट त अहिलेसम्म कसैले नि नराम्रो नमिठो भनेको थिएनन् रे अनि भन्नुभयो कि 15वटा आइटम बनाउँथेँ मैले मेरो पसलमा 15वटा आइटममा पराठा खाना पोखरादेखि आउँथेँ भनेर हामीलाई सुनाउनु भयो होइन अनि ठिकै छ होला नि त मिठै बनाउनु हुन्थ्यो होला खाएकोलाई थाहा होला हामीले पराठा त खाथेनौँ चिया पनि खाथेनौँ हामीले खाथ्यौँ सिर्फ चटपट हामीलाई मिठो लागेन अनि त्यसपछि अब हामीले केही नि भनेनौँ सक्यौँ हामीले फाल्दा नि फालेनौँ त्यो सबै सक्यौँ जसो तसो सक्यौँ अनि त्यसपछि खुर्सानी भन्नुहुन्छ नि मान्छे मोर्नी गरेर क्या एभ्री बाइटमा खुर्सानी मात्रै थियो क्या यत्रो अनि त्यसपछि आछु पनि आइरहेको थियो मलाई अनि त्यसपछि चटपट खाएर पे गर्ने बेलामा के भन्नुभएको छ भने म चाहिँ मेरो गाउँ चाहिँ यहाँ हो मेरो साथीहरू पनि हजुरकै कास्टका थिए सबै सर्कलहरू त्यही कास्टको थियो मलाई त्यस्तो केही पनि लाग्दैन तर मेरो साथीहरू हाम्रो घरमा आउँदाखेरि चाहिँ किचनमा छिर्न त दूरको बात एकदम पानी खायो भने पनि आफ्नो भाँडा आफै माझेर जान्थे भनेर हामीलाई सुनाएर चाहिँ के प्रुफ गर्न खोज्नु भएको उहाँले के भन्न खोज्नु भएको कि हामी त तपाईँकोमा चटपट खाएर चाहिँ हामीले भाँडा माझेर जाने के अनि मलाई त एकदम दुःख लाग्थ्यो त्यस्तो देख्दा भनेर हामीलाई चाहिँ किन भन्नु परेको हाम्रो कास्ट किन सोध्नु परेको हामीलाई यो स्टोरी क्या हजुरको त्यो गाउँ खाने स्टोरी गाउँ खाने कथा भन्दैन त्यस्तो टाइपको स्टोरी त्यो पहिलाको मेन्टालिटी भएको मान्छेहरूको स्टोरी हामीलाई भनेर के भन्न खोज्नु भएको हजुरले अनि त्यसपछि त्यस्तो भनेछन् क्या अब त्यो पे गर्ने बेलामा त्यस्तो भन्दा मान्छेले कस्तो हुन्छ पहिला त यस्तो हुन्थ्यो भनेर हामीलाई सुन्नु नै छैन क्या पहिला के हुन्थ्यो कस्तो हुन्थ्यो हामीलाई केही मतलबै छैन हामी अहिले आफ्नो दुनियाँमा रमाइराखौँ होइन अनि त्यसपछि यसरी भाडा माझेर जान्थ्यो भनेर भन्दा पनि हाम्रो दिदीहरूले केही भन्नु भएन छ अनि जब हामी निस्क्यौँ त्यहाँबाट बल्ल हामीलाई रियलाइज भयो कि हामीलाई यसले के भन्न खोजेको हामीले उसको चटपट नमिठो पनि भनेको थिएनौँ हामीले नुन लागे होइन अमिलो लागे होइन त्यो त हरेक चटपट पसलमा भन्न पाइन्छ कि के लागे होइन आफ्नो टेस्ट अनुसार बनाइदिन्छ नि त अन्त त्यस्तो बाल्टीभरि बनाएर त दिँदैन नि त हामीलाई त अन्त त हामीलाई त कस्तो खालको खानुहुन्छ गिलो खानुहुन्छ कि के खानुहुन्छ भनेर सोधी उसले पनि भनेको थियो बनाइदिन्छ भनेर बनाइदिनु भन्दा उसको टेस्ट नै त्यही हो त के बनाउँछ त नि अनि त्यसपछि अनि त्यसरी भनेछ कि उसले चाहिँ अब ल यसले हाम्रो मेरो नमिठो भनेको होइन अब यिनीहरूलाई कसरी हुन्छ गिराइदिउँ न भनेर उसले हामीलाई इन्डाइरेक्टली गिराउन खोजेको रहेछ के अनि हामीलाई त्यति बेला रियलाइज भएन जब हामी घर आयौँ हामी त सुत्नै सकेन म त 2 दिन भयो सुतेकै छैन यो कुराले मलाई त लास्टै दिमागमा हानिराख्यो कि त्यसले हामीलाई किन त्यस्तो भन्यो भनेर अनि चटपट भन्नुहुन्छ नि एकदम ग्यास्ट्रिकको भारी ग्यास्ट्रिक हुन्छ नि एकदम ग्यास्ट्रिक बनाउन जान भने बर्देश चटपटमा गएर खाए हुन्छ रातभरि पादेको बिहानभरि टोयलेट बसे है अनि त्यसपछि मेरो बहिनीलाई त झन् त्यो खुर्सानीले एलर्जी भएर नाकमा कटन हालेर बस्नुपर्ने भयो यही अनि त्यस्तो भयौँ हामी बिरामी जस्तै भयौँ कि अब उसले भन्नुहुन्छ मेरो जस्तो चटपट उहाँ हामीलाई भन्नुभयो हामीलाई हल्का नुन अमिलो लागे होइन भन्दै मेरो जस्तो युनिक चटपट यो नेपालमा कसैले नि बनाउँदैनन् रे अब एउटा चटपट कम्पिटिसन खोल्नु पर्यो ब्रदर्स चटपटसँग अनि त्यसरी भन्नुभयो त्यसपछि हामीलाई केही भन्न जरुरतै भएन कि उहाँले आफ्नो तारिफ आफै गर्नुभयो सेल्फ अब्सेस्ड अनि त्यसपछि नराम्रो भन्नेको नराम्रो होस् रे ल अब भन्छ गएर खानु नराम्रो भन्नुभयो भने नराम्रो हुन्छ नराम्रो भन्न पाइएन भिडियोमा कस्तो छ प्रभु भन्दा दामी भन्ने मुखभित्र बुझ दामी भन्ने दिदीलाई पनि थाहा सबलाई थाहा खाने मान्छेलाई थाहा के कस्तो छ भनेर त्यस्तै हो अब रियल टेस्ट चटपटको थाहा हुनेलाई थाहा कस्तो हुन्छ भनेर अरू त म केही नै भन्दिनँ हामीलाई चाहिँ उहाँले डोमिनेट गर्नुभयो जसरी तसरी भए पनि हामीले चाहिँ त्यो बिहेभियर उहाँको मन परेन किनभने आफूले अलिकति केही कुरामा कमी भयो भने हो मैले अलिकति उस गरेँ कि भनेर त्यो रियलाइज चाहिँ गर्नुपर्छ है कि त आफैमै ठुलो भएर चाहिँ बस्नु हुँदैन ल बाई केही भन्न खोजेको बाई